अब एनर्जी लो भएको छ। अब के गर्ने, तिमीलाई थाहा छ कसरी यसलाई चार्ज गर्ने हो। आते इरिटेट करना शुरू कर देता ये लंड का बीच। वाह दामी चार्ज भयो यार। म पछाडिबाट तँलाई पुग्ने र तेरो गाँठ चार्ज हुने र गर्ने केटीहरूले पछाडिबाट नै हो भाइ। तैँले चार्ज गर्नलाई त तेरो पिन हुनु पर्यो र पिनले काम पनि त गर्नु पर्यो नि, किनकि तँलाई त केटीहरूले माथि चढेर नै बलात्कार गर्छन्। अनि केटाकेटी हो, तिमीहरूलाई डोनाको भलक भन्न बित्तिकै झट्ट दिमागमा के आउँछ? मलाई त टमाटर काट्न आउँछ। के छ मेरो परिवारहरू, के हजुरहरूलाई पनि थाहा छ यो संसारमा सबैभन्दा धेरै बनाइने र सजिलो कन्टेन्ट कुन हो? भ्लग। र आज हामीहरू पनि त्यस्तै सुतेमुतेको हगेको छाडा भरपुर भएको भ्लग बनाउने भ्लगर दाजु। सरी उहाँ त नेसनल फुटबल प्लेयर होइन र। एबे मुजी एउटै जो कतिचोटि हान्छस्, अब त मान्छेहरू पनि हाँस्दैनन्। त्यसैले आऊ केटाकेटी हो, भ्लगहरू पनि धेरै प्रकारका हुन्छन्, कुनै राम्रा त कुनै नराम्रा। आज हामीहरू त्यही नराम्रो भरपुर छाडा भरिएको भ्लगको नाममा सफ्ट फोन बनाउने, आफूले आफूलाई भ्लगर र नेसनल टिमको फुटबल प्लेयर भन्दै हिँड्ने डोना दाजुको टाउको माथि लौडाको टुप्पो राख्दै अब धेरै बहस नगरिकन आजको भिडियो सिधै सुरु गर्दिम। तो चलिए शुरू करते हैं। कौन है ये लोग, कहाँ से आते हैं? एबे केटाकेटी हो, यो जाँठेको त कन्टेन्ट मात्रै फोहोर होला भनेको त मान्छे पनि फोहोरी नै रहेछ नि। पुरा कपालभरि नै सिगान घसिरहेको छ घोडाको। त्यही। अनि केटाकेटी हो, यो नै नेपालको पहिलो व्यक्ति हो जसले खैरेनीको सिगान आफ्नो टाउको माथि घसेको छ। अनि यसको कपाल कसरी सिल्की भयो भनेको त खैरेनीको अर्ग्यानिक जेल लगाउँदो रहेछ नि जाँठोले। अनि अर्को कुरा तिमीहरूलाई थाहा छ कि छैन केटाकेटी हो, यसले भलकमा मात्रै नाकको जेल लगाएको हो। राति सुत्दाखेरि त अर्कै जेल लगाएर सुत्छ रे, त्यो पनि आफ्नो फेसभरि। अब भयो केटाकेटी हो, स्क्रिप्ट भन्दा बाहिर नजान, फेरि मेरो हालत पनि बिक्की जस्तै होला। ऐसे में बड़ा सख्त लौंडा हूं। यो भोसडीलाई रोस्ट हानिसकेपछि बिक्कीले आफ्नो च्यानलको पासपोर्ट नै भुल्यो। त्यसपछि त एउटा पनि भिडियो आएको छैन। अनि केटाकेटी हो, डोनाले ओडालाई छोडेर लाली पाइसक्यो, तर अझै पनि बिक्कीले आफ्नो च्यानलको पासपोर्ट पाएको छैन। चेन्ज गर्दैन, छोटे आउँदैछ आउँदा भयो। अनि छोटे आएपछि देखाउँला। भोसड़ी के मदरचोद बहन के लोड़े। ल कसम यार केटाकेटी हो, दाजुले त खतरा बडी र छाती नै देखाइदियो, त्यो पनि सलमान खानको बडी जस्तै। तर फरक यति हो कि सलमान खानको बडीमा हामीहरूले भिएफएक्स पाउन सक्छौं र यसको छातीमा हामीहरूले क्यान्सर पाउन सक्छौं। अनि जाँठो, यो भलग र पैसाको नाममा तैँले छाडा हर्कत देखाउँदै भलग हाल्छस् नि, यसलाई भलग होइन सफ्ट फोन भन्छ। न त जाँठोलाई एडिटिङ आउँछ, न त तँलाई थम्बनेल बनाउन आउँछ, केही पनि आउँदैन केटाकेटी हो यो जाँठोलाई। रियल भलगिङ त्यसलाई भन्छ। अनि कन्टेन्ट कस्तो चाहिन्छ यसको बारेमा यसलाई घण्टा पनि केही थाहा छैन। बस मोबाइलको क्यामेरा खोल्यो, बक्चौदी गर्यो अनि युट्युबमा एडिटिङ बिना नै अपलोड गर्यो। मुझी मैथ सिक्ने रानीको छोरा मुजी। ल यहाँ स्विमिङ खेल्न भन्दा अगाडि स्विमिङ खेल्दा कट्टु फुस्किन्छ भनेर सासूले चाहिँ उहाँ बुहारीको कट्टु टाइट गरिदिँदै हुनुहुन्छ। तुम जैसे मादरचोदों को अगर मार के जेल जाना पड़ा 14 साल मंजूर है बहनचोद। जिस दिन मेरे सामने पड़े ना मादरचोद मारूंगा, लेकिन एक बात पक्की है, पब्लिकली मारूंगा, अकेले कभी नहीं मारूंगा। वाह वाह केटा हो, वाह वाह, यसलाई भन्छ सफ्ट फोन। अनि हेर्ने अडियन्सहरूलाई पनि मुठ हान्न सजिलो हुन्छ। अझै अरू केही बाँकी रहेको पनि बनाएर सबै देखा मादरचोद। यसले गर्दा नै त हो नि त चलेको, अझ पुरै नाङ्गै बनाएर देखा। केही फरक पर्दैन दाजु, एउटा 5 त हामी पनि हान्दिमला। अनि जाँठो, जुन खालको तेरो भलक छ नि, तैँले आफ्नो भिडियो युट्युबमा होइन पोर्नहबमै चला र सबैभन्दा पहिले सब्सक्रिप्सन मनै निम्ला। अझै त्यसमा पनि आफूले आफूलाई नेसनल टिमको लागि फुटबल खेल्दै हिँडेको भन्दै हिँड्छ यो जाँठो। यही हो एउटा राष्ट्रिय खेलाडीले आफ्नो भलकमा देखाउने कुराहरू। अनि केटाकेटी हो, त्यति मात्रै होइन, हाम्रो नेसनल खेलाडीले त आफ्नो आमा बुवा भाइको अगाडि नै आफ्नो गर्लफ्रेन्डको पोकाहरू समात्नु भएको छ। तिमीहरूलाई पनि थाहा छ है। ल फेरि एकचोटि हेर। टमाटर धेकाबाट आयो। सरी माई मिस्टेक। झन्डै टिप्दै कन्ट्रोल। हेर त केटाकेटी हो, अहिलेको सामाजिक सञ्जालहरूमा पैसा र भाइरलको लागि नै लाज पचाएर यतिसम्म गिरिसकेका छन् कि नेपालीहरू बयान गरेर साध्य नै छैन। लाज र मान्नु त परको कुरा हो, बोल्ने र गर्ने व्यवहार पनि फरक छ यिनीहरूको। अनि यिनीहरूलाई पैसा मात्रै पाइन्छ भन्दै गाँठ मराउन पनि बेर लगाउँदैनन् यिनीहरूले। अनि अर्को कुरा केटाकेटी हो, यदि यसको भलगमा खैरेनी केटी नभएर नेपाली केटी हुन्थ्यो भने किन माकुराले पनि यसको भलग हेर्थेन होला। अझ त्यही माथि पनि जाँठोले आफूले आफूलाई फुटबल प्लेयर र भलगर भन्दै हिँड्छ। मैले नबुझेको कुरा, खाएको सुतेको मुतेको भिडियो बनाउनेहरू कहिलेदेखि ट्यालेन्टेड हुन थाले। अनि अर्को कुरा भनेको भलगर र इबागिरी जस्तो टिकटकरहरूले आफूले आफूलाई ट्यालेन्टेड भन्ने होइन। देखा आपने लापरवाही का नतीजा। तिमीहरू ट्यालेन्टको दममा चलेको पनि होइन, तिमीहरूलाई त मात्र सामाजिक सञ्जालको एल्गोरिदमले चलाइदिएको हो। अनि यदि तैँले आफूले आफूलाई साँच्चीकै ट्यालेन्टेड ठान्छस् भने दाजु, पहिले मुजी भिडियो एडिटिङ गर्न सिक, थम्बनेल बनाउन सिक। अनि त्यसपछि तैँले सबैभन्दा धेरै ध्यान र सिक्नुपर्ने कुरा कन्टेन्ट के हो र भलगमा के हुनुपर्छ र के देखाउने हो। तेरो भिडियो हेरेर आउने नयाँ पुस्ताले के कुराहरू सिक्छन् त्यो हेर पहिले तैँले। अब के होला त? छोटो छोटो कपडामा प्रब्लम होइन कि, हाम्रो जनताको त्यो छोटो छोटो सोचमा भयो क्या प्रब्लम।
रुको जरा सबर करो I'm sorry. लोकेशन बता बहन के लंड सुनेको पनि थिएँ अनि थाहा पनि थियो केटाकेटी हो, केटा चाहिँ केटीको माथि चढ्छ भन्ने। तर पहिलोचोटि देखिरहेको छु केटीले नै केटाको गाँड हानेको। अहिले आएर यसको भला हेर्दा म आफैलाई लाज लाग्न थाल्यो यार केटाकेटी हो। मैले त क्रिटिसाइज गरेर सुर्दियोस् भनेर मुख मार्दै छोड्थे, तर यसले त छोडेर खोलेर समातेर सबै देखाइदिँदो रहेछ परिवार र सामाजिक सञ्जालहरूमा। तिमीलाई हेरेर थुकेर बस्छ घरमा। अनि बाहिर बाटोमा हिँड्दा चाहिँ कसरी अनुहार देखाएर हिँड्छ होला यो जाँठो। अनि तिमीहरूले आफ्नो दिदी बहिनीहरूसँग यस्तै हरकत गर्छौ, हेर त एकचोटि यसको भलग। तेरी माँ का चोदो भोसडी वाला तिमीलाई हेरेर थुकेर बस्छ घरमा। हरकत देख्यौ नि केटाकेटी हो। यसको अगाडि यसको गर्लफ्रेन्ड होस् या फेरि दिदी बहिनी होस्, जसलाई पनि यस्तै व्यवहार गर्छ यसले। बस यसको दिमागमा यति छ कि भलको नाममा बोक्चोदी गर्नु छ, केटीहरू फेर्दै छाडा कन्टेन्टहरू बनाउनु छ। एबे जाँठो तेरो घरमा संस्कार भन्ने चिज पनि सिकाएन। भयो केटाकेटी हो, अब मलाई पुग्यो यसको घरको बारेमा, म जान्न। फेरि दाजु इन्टरभ्यूमा आएर आफ्नो छाडा हरकतहरू बयान गर्न नसकेर रोइदिन्छ। अनि फेरि मेरो पनि बिकीको जस्तै बढ्न लागेको भ्युज पनि डाउन हुन्छ। त्यसैले केटाकेटी आजलाई यति नै। यदि यसले यो रोस्टलाई पचायो भनेर तिमीहरूलाई पार्ट 2 चाहियो भने कमेन्ट गर, भिडियो रेडी नै छ। अब छिट्टै नयाँ भिडियोमा भेट्नुपर्छ। बाई बाई, लभ यु अल।